नमस्ते, मेरो नाम सरस्वती तामाङ, मेरो घर चाहिँ सिन्धुपाल्चोक जिल्ला। म चाहिँ अहिले ब्याचलर सेकेन्ड इयरमा पढ्दैछु र हामी चाहिँ यही मार्च 7 2025 को मार्च 7 मा हामी जीएसटी जाँदैछौँ। मेरो गोल भनेको चाहिँ एउटा ट्रेकिङ गाइड बन्ने हो र ट्रेकिङ गाइड गर्दा नै माउन्टेन गाइड बन्ने हो। अर्गनाइज टिम एभरेस्ट ओपन ट्रेक्सले चाहिँ हामी अर्गनाइज गरेर चाहिँ हामी 12 जनाको टिम छ र त्यो टिम चाहिँ हामी मार्च 7 मै जीएसटी जान्छौँ। यो म किन जान लागेको भन्दाखेरि अब भोलिको दिनमा हामी आफै गाइड गर्ने हो र हामी भन्दा बाहेकको अरू महिलाहरू जुन पढेर चाहिँ त्यतिकै बस्नु भएको छ उहाँहरूलाई पनि टुरिज्म के हो त्यो बताउन चाहन्छौँ। र जीएसटी चाहिँ इस्ट टु वेस्ट हुन्छ। ताप्लेजुङको कञ्चनजङ्घा बेस क्याम्पदेखि हाम्रो दार्जुलाको हिल्सासम्म हुन्छ। 90 देखि 100 दिनको टार्गेट छ र त्योभन्दा बढी पनि हुनसक्छ। र यो यात्रामा चाहिँ हामीले त्यहाँ एक्सप्लोर गर्ने ट्रेकिङ मात्रै नभएर हामीले चाहिँ त्यहाँको महिलाहरूलाई इम्पावर गर्ने र रोजगारी कसरी दिने र टुरिज्म के हो भन्दै पनि हामी बताउँदै जानेछौँ। लिडरसिपको लागि पनि र भोलिको दिनमा आफू गाइड गर्नको लागि र अरूलाई पनि त्यो प्रोत्साहन गर्नको लागि पनि म जीएसटी जाँदैछु। हामीलाई सायद वेदरले पनि राम्रै साथ दिन्छ भन्ने चाहिँ आशा छ। हामीलाई स्पोन्सर गर्ने र हामीलाई सहयोग गर्ने सम्पूर्णमा चाहिँ म धन्यवाद दिन चाहन्छु र अहिलेको यो अवस्थामा उभिन पाउँदाखेरि यसरी जान पाउनको लागि जुन सहयोग गर्ने सम्पूर्ण टिमलाई मेरो साथीहरू सबैलाई धन्यवाद दिन चाहन्छु।